धन्यवाद सचिव जी। 12औं साधारण सभाका सभापतिज्यू, आजका प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुखज्यू, जिल्लाका प्रमुखज्यू र आज हाम्रो यस हलमा ऐतिहासिक व्यक्तित्व तारासम योङ्याज्यू, हाम्रो सल्लाहकार पनि हुनुहुन्छ, सल्लाहकारको संयोजक पनि हुनुहुन्छ, माननीय सांसद पनि हो र सम्पूर्ण 15वटै गाउँपालिका नगरपालिकाबाट पाल्नुभएका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू र सल्लाहकार समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, सम्पूर्ण जिल्लाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू, उपस्थित रहनुभएका मान्यजनहरू, आदरणीय बुवा आमा, दाजुभाइहरू, दिदीबहिनीहरू, मैले धेरै कुरा अध्यक्षज्यूको प्रतिवेदनको साथमा हाम्रो आर्थिक प्रतिवेदन पनि त्यसैसँग संलग्न भएको कुरा अनुरोध गर्न चाहन्छु। धेरै कुरा आइसकेको छ। सचिवजीले बुदागत रूपमा तलमाथि भएको कुरा बताइसक्नु भएको छ। यसलाई अध्ययन गरिदिनु हुनेछ। मेरो आफ्नो भनाइ के छ भने हाम्रो जिल्ला सङ्घको साँच्चै भन्ने हो भने यत्रो गाउँपालिका 15वटा नगरपालिका गाउँपालिकाको प्रतिनिधित्व गर्ने संस्था जिल्ला सङ्घ, हामी धेरै ठुलो बजेटको आशामुखी रहेको हुनुपर्ने थियो। करोडौं रुपियाँ हामीसँग ब्याङ्क ब्यालेन्स हुनुपर्थ्यो सञ्चालन गर्नको लागि, तर त्यो अवस्था छैन। मैले स्पष्ट रूपमा आज हाम्रो अभिभावक बिर्तामोड नगरपालिकाको नगर प्रमुखज्यूको यहाँ उपस्थिति रहेको छ र मैले भन्नै पर्छ, सबै गाउँपालिकाका अध्यक्षज्यूहरू, प्रतिनिधिहरू यहाँ आउनुभएको छ र वास्तवमा हाम्रो कहानी चाहिँ यस्तो छ। यसमा ज्येष्ठ नागरिक जिल्ला सङ्घको तर्फमा विभिन्न अक्षय कोषदाताहरूले दिएको रकम हामीले निश्चित रूपमा त्यो दाताले दिएको रकम मास्न पाइँदैन। जति पैसा उहाँहरूले दिनुभएको छ त्यो त्यसैमा रहनुपर्छ र त्यो कसैले छुन पनि पाउँदैन। धेरै पैसा पनि छैन। 15-20 लाख रुपियाँ जुन पैसा छ त्यो पैसाको सामा पैसा कसैले चलाउन पाइँदैन र त्यसबाट आउने ब्याज, ब्याङ्कमा राखेको ब्याज, अब सहकारीमा पहिला राखेको थियो 12-13% ब्याज पनि आउँथ्यो। अहिले त्यो अवस्थाबाट सहकारीको अवस्था नाजुक भएको नाताले र अवस्था बिग्रेको नाताले, देशभरि बिगबिगी भएको नाताले त्यसलाई हामीले बाध्य भएर नेपाल ब्याङ्कमा सार्नु पर्यो। नेपाल ब्याङ्कमा मुद्दतीमा राख्दा 3% ब्याज मात्रै आउँछ। त्यसकारण हाम्रो सबै कुरा हाम्रो घटेर गएको छ। सुरक्षण मात्रै गर्ने काम जिल्ला सङ्घले गर्दैछ र त्यसबाट आएको ब्याजबाट यो विभिन्न क्रममा, विभिन्न शीर्षकमा हामीले सम्मान गर्नुपर्ने अक्षय कोषदाताहरूको भावना मर्म अनुसार, उहाँहरूको सल्लाह सुझाव अनुसार हामीले अगाडि बढ्नुपर्छ। त्यो अनुसार मात्रै हामी अगाडि बढ्न सक्छौँ कि अन्यथा हामीसँग ब्याङ्क ब्यालेन्सहरू अप्ठ्यारो अवस्थामा छ। र मैले अघि अध्यक्षज्यूले कुरा राख्नुभएको छ, तर ठ्याक्कै राखेको कुरा अल्प अल्प भयो, बुझ्ने गरी भएको छैन भनेर म प्रश्न गर्न अध्यक्षज्यूको अनुमतिले म आफ्नो कुरा राख्न चाहन्छु। हाम्रो अभिभावक यहाँ नगर प्रमुख हुनुहुन्छ। हामीले लगेर प्रस्तावहरू, हामीले लगेर एजेन्डाहरू प्रस्तुत नगरिकन नगर प्रमुखले ल तिमीहरूलाई पैसा भनेर दिने कुरा आउँदैन, हामी त्यहाँ चुकेका छौँ भन्ने लाग्छ। र अब आइन्दा हामीले नगर प्रमुखज्यूलाई म के विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु भने यो जिल्ला सङ्घ हजुरको, यो यहाँको सरकार प्रमुख हजुरहरू नै हो र हजुर नै यहाँ मुख्य उपस्थित हुनुहुन्छ। त्यसकारण म हजुरलाई के बिन्ती गर्न चाहन्छु भने हामी माग गर्छौँ समय समयमा हामीलाई यो प्रोग्राम गर्न, साधारण सभा गर्न अनि हामीलाई तीर्थाटन गर्न, ज्येष्ठहरूलाई घुमाउन जानको लागि बजेटको व्यवस्थापन गरिदिनुपर्छ, गरिदिनु हुनुहुन्छ भनेर अनुरोध गर्न चाहन्छु। र उहाँलाई पनि अप्ठ्यारो छ। उहाँले चाहिँ नगरभरि धेरै योजना बनाउनु पर्ने छ, तर उहाँ पनि आमा बुवा आफ्नो अभिभावकहरूको संरक्षण गरेर आउनु भएको छ। उहाँ जस्तो हामीले एउटा
सिधासिधी भन्नुपर्दा महिला पनि एकदम भावुक हुने अत्यन्तै दयालु यस्तो अभिभावक हामीले भेटेका छौँ। तर यसलाई हामीले अब आइन्दा अब यहाँबाट उता चाहिँ हामी उहाँलाई प्रयोग गर्नु पर्यो, उहाँसँग मागेर जानु पर्यो। उहाँले यो प्रोग्राम आउँदो समयमा हामीले नगर प्रमुखले दिनुभएर हाम्रो प्रोग्राम अड्केको छ, हामीले काम गर्न पायौँ, खर्च गर्न पायौँ भन्ने अवस्थामा हामी जानु हुँदैन भनेर नगर प्रमुखज्यूलाई अनुरोध गर्न चाहन्छु। र अरू अक्षय कोष दाताज्यूहरू पनि यहाँ उपस्थित रहनु भएको छ। यहाँहरूले जे दान गर्नुपर्ने तपाईँहरूको सल्लाह सुझाव बिना जिल्ला सङ्घले गर्दैन। जिल्ला सङ्घले तपाईँहरूले राखेको बजेट कति पैसा भयो त्यसबाट के तपाईँहरूले सम्मान गर्न सक्नुहुन्छ, तपाईँहरूको इच्छा अनुसार सल्लाह गरेर मात्रै हामी गर्ने हो। त्योभन्दा बाहिर गएर हामी काम गर्न सक्दैनौँ र त्यो हामीले राखेको पैसा फिर्ता दिनु पर्यो भनेर माग्न पनि पाइँदैन, त्यो कसैले चलाउन पनि पाउँदैन। त्यो अक्षय कोषको पैसा जिल्ला सङ्घले गोठालाको काम गर्छ र जो परिवर्तन हुन्छ, परिवर्तन भए पनि त्यसलाई निरन्तर गरेर आजीवन त्यसलाई जोगाउने काम गर्नुपर्छ, सुरक्षित हुनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु। र यहाँ हाम्रो सुरक्षाको कुरा छ। हाम्रो इलाका प्रमुखज्यू नयाँ भर्खर आउनु पाल्नु भएको छ। बेतमन नगरपालिकामा विविध घटनाहरू हुन सक्छन्, भएका छन्। चोरी चकारीदेखि लिएर हरेक कुराहरूको समस्या छ। नगर प्रमुखज्यू यही हुनुहुन्छ। यस्तो कुरामा पनि नगर प्रमुखसँग सल्लाह लिएर हामी अरूसँग पनि सल्लाह लिएर इलाका प्रमुखज्यू अगाडि बढिदिनु भयो भने यहाँको सफलता नै हाम्रो सफलता हो। हामी यहाँलाई सहयोग गर्न जहिले पनि तयारी छौँ। र बुढापाकाको नाताले ज्येष्ठ नागरिकलाई हुने यातायातमा, गाडीमा, हरेक ठाउँमा चाहिँ सुविधा दिएको छ। नगरपालिकाले हामीलाई ज्येष्ठ नागरिक कार्ड दिएको छ। कार्डबाट हामीले हिँड्दाखेरि भाडामा सुविधा पाएको छैन। अधिकांश बुढापाकाहरूलाई पीडा दिइराखेको छ। यसको विषयमा पनि नगर प्रमुखज्यू लगायतले एकपल्ट एउटा सेमिनार राखेर प्रमुख जिल्ला अधिकारीज्यूलाई समेत राखेर र एसपी साहबलाई पनि राखेर डिएसपी साहबलाई पनि राखेर हामीले यो अगाडि बढ्नुपर्छ भनेर म माग गर्न चाहन्छु। अनि विभिन्न छ, मैले धेरै समय लिएँ भने अब नगर प्रमुखको कति व्यस्तता छ, त्यसकारण म धेरै कुरा गर्न चाहन्न। सबै कुराहरू हाम्रो किताबमा छ, यो हाम्रो वार्षिक प्रतिवेदनमा आएको छ। यसमा अस्पष्टता भयो भने भरे हामी बन्द सत्रमा कुरा गर्नेछौँ। म यिनै कुरा राखेर आज हामीलाई यो समय उपलब्ध गराएर नगर प्रमुखज्यूले जुन समय दिनुभएको छ, यहाँ बिरामी हुँदा पनि अस्वस्थताको कारण पनि उहाँले आज हामीलाई ज्येष्ठलाई म समय दिन्छु भनेर हामीलाई जुन अनुमति दिनुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उपस्थित रहनुभएका सम्पूर्ण मान्यजनहरूलाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। जय ज्येष्ठ नागरिक।